नेपाली फिल्म क्षेत्रका चर्चित युवा स्टार अनमोल केसी र पल शाहबीच लामो समयदेखि चिसोपन रहेको चर्चा चल्दै आएको थियो। दुवैलाई फिल्मी क्षेत्रका प्रतिस्पर्धी नायकका रूपमा लिने गरिन्छ। उनीहरू कहिल्यै एउटै चलचित्रमा देखिएका छैनन् र प्रायः कुनै पनि सार्वजनिक कार्यक्रममा सँगै देखिँदैनन्। तर हालै कतारमा सम्पन्न एक विशेष कार्यक्रममा भने दृश्य केही फरक रह्यो। अनमोल र पललाई आयोजकले एउटै स्टेजका लागि निमन्त्रणा गरेका थिए र उनीहरू कार्यक्रमका क्रममा सँगै देखिए। कार्यक्रममा दुवैले खुलेर हात मिलाउँदै तस्बिर समेत खिचाएका छन्, जुन तस्बिर निर्देशक काजी श्रेष्ठले सार्वजनिक गरेका हुन्। तस्बिर खिच्ने फोटोग्राफर तिलु शर्मा रहेका छन्। कार्यक्रम शुक्रबार सम्पन्न भएको हो, जसको आयोजना भारतीय टिमले गरेको जानकारी प्राप्त भएको छ। कार्यक्रममा अनमोल र पलसँगै अभिनेता भुवन केसी पनि सहभागी थिए। दुवै कलाकारको सार्वजनिक रूपमा देखिएको यो सौहार्दपूर्ण व्यवहारले अब उनीहरूबीचको पुरानो चिसोपन अन्त्य भएको संकेत गरेको छ। अब दर्शकहरूभित्र एकैपटक उठेको जिज्ञासा भने यही हो कि अब अनमोल र पललाई एउटै पर्दामा देख्न पाइनेछ। अनमोल केसी र पल शाहमा हजुरलाई को मनपर्छ, कृपया कमेन्ट गर्नुहोला।